नमस्कार। हामी यति बेला स्वास्थ्यसँग सम्बन्धित किताब क्यान्सर के, किन र कसरी भन्ने तपाईहरुलाई पढेर सुनाइरहेका छौं। प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद सिंहले लेख्नु भएको हो। यो पुस्तकलाई धेरैजना व्यक्तिहरूले शुभकामना सन्देशहरू दिनुभएको छ। मैले उहाँको यो कृतज्ञता र धन्यवाद पनि यही कारणले पढेको हुँ, किनभने सुरुमा सबैजनाको लेख पढ्न नसकिए पनि यहाँ शुभकामना सन्देश दिने सबैको नाम उहाँले खुलाउनु भएको छ। त्यसैले गर्दा नि मैले धन्यवाद तथा कृतज्ञता अन्तिममा पढे। अब भने म तपाईहरुलाई यो किताबको मेन मेरुदण्ड अर्थात क्यान्सर के, किन र कसरी भन्ने लेख यो दोस्रो खण्डमा छ। पहिलो खण्ड शुभकामना सन्देशहरू नै छन् सबै भने, दोस्रो खण्डमा चाहिँ हामी किताबमा प्रवेश गर्छौं। क्यान्सर के, किन र कसरी भन्ने। सुरुमा क्यान्सर बारे सामान्य जानकारी भनेर दिएको छ। ट्युमर र क्यान्सर। ट्युमर भनेको के हो भनिएको छ। ट्युमर सम्बन्धी जानकारी पनि दिएको छ। ट्युमर भनेको के हो? हाम्रो शरीर विभिन्न कोषहरू मिली तन्तुहरू, अंगहरू र प्रणालीहरूले बनेको हुन्छ। सामान्यतः कोषहरू एउटा अवधिपछि पुराना कोषहरूलाई नयाँ कोषहरूले स्रोत भर्ना गर्दछन्, तर कहिलेकाहीँ शरीरको जुनसुकै भागमा कोषहरू अनावश्यक रूपमा अनियन्त्रित तरिकाले बढ्न थाल्यो भने ती कोषहरूको समूहलाई ट्युमर भनिन्छ। यस्तो ट्युमरलाई मासु पलाएको, गाँठागुठी, गिर्खा आदि पनि भनिन्छ। ट्युमर शरीरको जुनसुकै भागमा हुन सक्छ। ट्युमर दुई किसिमको हुन्छ, एउटा बेनाइन ट्युमर र अर्को मेलिग्नेन्ट ट्युमर। यसलाई क वर्ग र ख वर्ग भनेर उहाँले छुट्याउनु भएको छ। बेनाइन ट्युमर यस्तो शरीरको कुनै भागमा आएको ट्युमर जुन शरीरलाई खासै धेरै नराम्रो असर गर्दैन। शरीरमा हुने धेरै जसो बेनाइन ट्युमर नै हो। यस्तो ट्युमरलाई क्यान्सर भनिँदैन। एकचोटि अपरेसन गरेर निकालेपछि फेरि पलाएर आउँदैन। उदाहरणको लागि बोसोको डल्लो वा लाइपोमा यस्ता धेरै गाँठागुठी आयो भने त्यसलाई लाइपोमाइटोसिस पनि भनिन्छ। स्तनमा हुने फाइब्रोएडिनोमा पनि बेनाइन ट्युमर नै हो। र ख वर्गमा छ मैलिग्नेन्ट ट्युमर। यो ख वर्गमा पर्छ। यस्तो ट्युमरले सँगैको तन्तु तथा अंगलाई असर गर्नुको साथै शरीरको अरू भागमा सरेर जान्छ। मैलिग्नेन्ट ट्युमरलाई क्यान्सर भनिन्छ। यो बेनाइन ट्युमरको दाँजोमा नराम्रो मानिन्छ। मैलिग्नेन्ट ट्युमरमा कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने र शरीरको लागि हानिकारक पनि हुन्छ। साथै अब क्यान्सर भनेको के हो भनेर उहाँले छुट्याउनु भएको छ। क्यान्सर एउटा यस्तो रोग हो जो शरीरको कुनै पनि भागमा एक नयाँ अनियन्त्रित तथा लगातार बढिराख्ने असामान्य कोषहरूको समूहलाई प्रतिनिधित्व गर्दछ र यो शरीरको लागि खतरनाक हुन्छ। क्यान्सर कोषहरू शरीरको सामान्य कोषहरू भन्दा भिन्नै खालको हुन्छ। कोषहरूको आकार, नाप र भित्री बनावट फरक फरक हुन्छ। साथै उहाँले यसलाई तल चित्रमा पनि देखाउनु भएको छ। चित्र नम्बर 1, क्यान्सर आफू नजिकका तन्तुहरूलाई असर पार्नुको साथै शरीरको अरू भागमा पनि फैलिन सक्छ। क्यान्सर सरुवा रोग होइन। क्यान्सर जसलाई पनि हुन सक्ने रोग हो। धनी, गरिब, अनपढ, पढे लेखेको, गाउँ, सहर, तराई, पहाडमा बस्ने मान्छेमा हुन सक्छ। क्यान्सरलाई साधारणतया मासु पलाएको र रगतको क्यान्सर भनेर दुई भागमा बाँड्न सकिन्छ। क्यान्सर 100 भन्दा बढी किसिमका हुन्छन्। क्यान्सर रोगको विस्तृत अध्ययन गरिने चिकित्सा विज्ञानलाई अन्कोलोजी भनिन्छ। क्यान्सरको बनावट तथा व्यवहार चाहिँ जस्तो गङ्गटोसँग मिल्ने भएकोले क्यान्सरलाई प्राय गङ्गटो भनेर बुझिन्छ। गङ्गटो भन्दाखेरि एकदमै सारो तथा खस्रो कडा जस्तो बनावट बुझिन्छ। एकचोटि गङ्गटोले समाएपछि छुट्याउन गाह्रो हुन्छ। क्यान्सर भएको डाँठो सारो तथा नजिकै तन्तुसँग टाँसिएको हुन्छ। 2. क्यान्सरका कारणहरू। क्यान्सरको प्राय वातावरणीय प्रभाव र जीवनशैलीले गर्दा हुन्छ, जसमध्ये कतिपय खास कारण थाहा नभए पनि लगभग 80% क्यान्सरका कारणहरू हाम्रो प्रयासबाट हटाउन सकिन्छ। उदाहरणको लागि धुम्रपानले मात्र 1/3 क्यान्सर हुन्छ। तथापि हामीले धुम्रपान मात्रै बन्द गर्न सक्यौं भने कतिपय क्यान्सरको रोकथाम सजिलैसित गर्न सकिन्छ। जुनसुकै कारणले क्यान्सर भए पनि मूलत कोषहरूलाई नियन्त्रण गर्ने जिनमा खराबी देखिन्छ। फलस्वरूप कोषहरू अनियन्त्रित तरिकाले बढ्न थाल्दछ। यसरी जिनमा देखिने खराबीको कारण प्राय टेबल नम्बर 1 मा उल्लेखित तत्त्वहरू नै हुन्। कहिलेकाहीँ वंशानुगत गुणमा पनि निर्भर गर्दछ। उदाहरणको लागि आफ्नै आमा, दिदी, बहिनीलाई स्तन क्यान्सर भयो भने त्यो महिलामा क्यान्सर हुने सम्भावना बढेर जान्छ। क्यान्सर एक मान्छेबाट अर्को मान्छेमा सर्दैन।
हाल आएर नेपालमा बढ्दो अव्यवस्थित शहरीकरणले गर्दा वातावरणीय तथा व्यावसायिक प्रदूषण बढिरहेको देखिन्छ। यो प्रदूषणले गर्दा केही खास क्यान्सर हुन सक्छ। एकदमै चिसो वा गर्मी ठाउँमा बस्ने मान्छेहरूको खानपान रहनसहन फरक भएको हुनाले क्यान्सर पनि फरक हुन्छ। यी कारणहरू रोक्नै नसके पनि नियन्त्रण गर्नुपर्ने हुन्छ। टेबल नम्बर 1 भनेर यहाँ दिएको छ। क्यान्सरका सम्भावित कारणहरू क रोक्न सकिने कारणहरू भनिएको छ। 1 धूम्रपान तथा सुर्तीजन्य पदार्थ, 2 क्यान्सर कारक तत्त्वहरू भएको खाद्य पदार्थ, 3 विभिन्न संक्रमणहरू एचपीभी जस्ता, 4 अत्यधिक मादक पदार्थको सेवन र खमा भनेको छ रोक्नै गाह्रो हुने कारणहरू चाहिँ भौगोलिक तत्त्वहरू, वातावरणीय प्रदूषण र व्यावसायिक प्रदूषणहरू। यिनीहरूलाई चाहिँ रोक्न गाह्रो हुन्छ किनभने यो चाहिँ वातावरणीय प्रदूषण भएको कारणले गर्दाखेरि। र 3 मा भनेको छ क्यान्सरका समस्याहरू। केही वर्ष पहिले आम सोचाइ के थियो भने क्यान्सर भनेको विकसित देशमा नै हुने समस्या हो। तर खासमा भन्ने हो भने क्यान्सरबाट मृत्यु हुनेको संख्या विकसित देशहरूमा भन्दा विकासोन्मुख देशहरूमा बढी भएको तथ्याङ्कले देखाएको छ। हुन त विकासोन्मुख देशहरूमा स्वास्थ्य क्षेत्रमा दिइने प्राथमिकता अलि फरक हुन्छ। उदाहरणको लागि नेपालमा सरुवा रोग वा पोषणको समस्या नै चर्को रूपमा रहेको छ भने प्राथमिकतामा त्यसतर्फ बढी दिएको छ। अहिलेको अवस्थामा नेपालमा क्यान्सरको पूर्ण तथ्याङ्क दिन गाह्रो छ किनभने हामी कहाँ एउटा गुणस्तरीय राष्ट्रिय क्यान्सर रजिस्ट्रीको अभाव छ। हाल नेपालमा क्यान्सर केन्द्र तथा अस्पतालहरू खोलेपछि यस क्षेत्रमा यथाचित प्रगति भएको पाइन्छ। विभिन्न केन्द्रीय स्तरको अस्पतालहरूको तथ्याङ्कलाई हेर्ने हो भने लोग्ने मान्छेहरूमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र स्वास्नी मान्छेहरूमा पाठेघरको मुखको क्यान्सर लागेको देखिन्छ। विश्वकी तथ्याङ्कलाई हेर्ने हो भने लोग्ने मान्छे र स्वास्नी मान्छे दुवैमा सबैभन्दा बढी पाइने 5 प्रमुख क्यान्सर फोक्सो, स्तन, ठूलो आन्द्रा तथा मलाशय, प्रोस्टेट र आमाशयको क्यान्सर पर्दछ। क्यान्सरबाट हुने मृत्युको संख्या केलाउँदा फोक्सो, कलेजो, आमाशय, ठूलो आन्द्रा तथा मलाशय र स्तनको क्यान्सर प्रमुख मानिन्छ। दक्षिण एसिया क्षेत्रमा सबैभन्दा बढी मुखको क्यान्सर पाइन्छ। यसको प्रमुख कारण यस क्षेत्रमा ठूलो मात्रामा पान, चुन, श्रुति आदिको सेवनले गर्दा हो। नेपालमा क्यान्सरका बिरामीको संख्या वर्षेनी बढ्दै गरेको पाइन्छ। केन्द्रीय अस्पतालहरूको तथ्याङ्क अनुसार रोगीहरूको संख्या सन् 2003 मा 3000बाट बढेर सन् 2013 मा लगभग 9000 पुगेको देखिन्छ। हालको तथ्याङ्क अनुसार नेपालमा प्रमुख 10 क्यान्सरहरू निम्न अनुसार छन्। जस्तै टेबल नम्बर 2 प्रमुख 10 क्यान्सरहरू। टेबल नम्बर 2 नेपालमा 10 प्रमुख क्यान्सरहरू भनेर दिएको छ टेबल बनाएर। यसमा प्रतिशत र अङ्ग छुट्याइएको छ। फोक्सो 12.2%, पाठेघरको मुख 10.9%, स्तन 9.6%, आमाशय 7.6%, पित्तथैली 4.9%, मुख तथा ओठ 4.1%, थाइराइड 3.4%, ठूलो आन्द्रा 3%, रगत 2.9%, डिम्बाशय 2.9%। 5 मा क्यान्सरका लक्षणहरू भनेर दिएको छ। क्यान्सरको लक्षणहरू। क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै लक्षण हुँदैन, तर पछि गएर क्यान्सरको लक्षण कुन ठाउँको क्यान्सर हो र कतिसम्म फैलिएको छ भन्नेमा भर पर्दछ। शरीरको विभिन्न भाग तथा प्रणालीहरूको क्यान्सरको चेतावनीको रूपमा देखा पर्ने लक्षणहरू हुन्छन्। ती लक्षणहरू देखा पर्ने बित्तिकै चिकित्सकसँग सल्लाह गर्नुपर्दछ। परीक्षणबाट क्यान्सर साबित नभए पनि बेला बेलामा जचाइराख्नु पर्दछ। समग्र रूपमा विभिन्न ठाउँको क्यान्सरको सम्भाव्य लक्षणहरू डेन्जर सिंगल निम्न अनुसार हुन्छन्। स्तन कुनै नदुख्ने, गाँठो अथवा सारो भाग देखा पर्नु, मुन्टोका आकारमा परिवर्तन आउनु तथा मुन्टोबाट असामान्य चीज बग्नु। ख छालाको कुनै कोठी अथवा मुसामा परिवर्तन आउनु अथवा धेरै दिनसम्म निको नहुने घाउ देखा पर्नु। ग पाचन प्रणाली निम्न गाह्रो हुने, खाएको कुरा उर्लिनु अथवा बान्ता हुनु, दिशामा रगत जानु, कहिले पखाला त कहिले दिशा कसिनु वा कब्जियत हुनु। घ श्वास प्रणाली लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, स्वर धोद्रो हुनु। ङ पाठेघर महिनावारीको बेलामा धेरै रगत बग्नु अथवा अरू बेलामा पनि रगत बग्नु, बुढेसकालमा महिनावारी बन्द भइसकेपछि फेरि सुरु हुनु। च शरीरको कुनै पनि भागमा मासु बढेको अथवा कुनै किसिमको घाउ निको नहुनु। छ बिना कारण दुब्लाउँदै जानु। अब यसमा अन्तर्राष्ट्रिय रूपमा क्यान्सरका सचेतनात्मक लक्षणहरू चाहिँ यस्तो रहेछ। जस्तै दिशा पिसाब गर्ने बानीमा परिवर्तन हुनु, निको नहुने घाउहरू देखिनु, अत्याधिक मात्रामा रक्तस्राव हुनु वा अन्य तरल पदार्थ बग्नु, स्तन वा शरीरका अन्य भागमा गाँठागुठी देखिनु,
अपच हुनु वा निल्न गाह्रो हुनु, शरीरमा भएका मुसा वा कोठीमा प्रष्ट देखिने गरी परिवर्तन आउनु, लामो समयसम्म लगातार खोकी लागिरहनु तथा स्वर धोत्रो हुनु। मैले अघि पनि पढेर सुनाएको थिएँ र यहाँ यो चाहिँ बोर्ड बनाएर लेखिएको रहेछ। क्यान्सरको निदान भनेर पनि यहाँ दिएको छ। सर्वप्रथम अरू रोग जस्तै कुन ठाउँको क्यान्सर र अन्त फैलिएको छ कि छैन भन्ने त्यससँग सम्बन्धित लक्षणहरू बिरामीसँग गरिने छलफलमा भर पर्दछ। त्यसपछि बिरामीको सविस्तार जाँच गर्नुपर्दछ। कुन ठाउँमा क्यान्सर हो, अरू सम्भाव्य भागहरूमा फैलिएको छ कि छैन भन्ने उपचारात्मक अथवा निदानको लागि मात्रै विभिन्न जाँचहरू गरिन्छ। कुनै भागमा क्यान्सर फैलिसकेको भए पनि शरीरको कुन भागमा क्यान्सर सुरु भएको ठम्ब्याउनु गाह्रो पर्दछ। यस्तो क्यान्सर उपचार गर्न गाह्रो हुन्छ। क्यान्सरको खास उपचार गर्नलाई तन्तुको सूक्ष्मदर्शक यन्त्रद्वारा परीक्षण गरिन्छ। क्यान्सर रोग लागेका रोगीको बाँच्ने अवधि र उपचार विधि अरू रोगीको भन्दा एकदमै फरक हुने भएको हुनाले क्यान्सर कोषहरू भएको प्रमाण चाहिन्छ। शरीरको कुन भागको क्यान्सर हो र कुन अवस्थामा क्यान्सर छ, अर्थात् क्यान्सरको स्टेज कुन अवस्थामा छ, त्यसको आधारमा विभिन्न जाँचहरू गर्नुपर्दछ। जस्तै साधारण तथा विशेष एक्सरेहरू, आइभीओ, एन्जियोग्राम, अल्ट्रासाउन्ड आदि विभिन्न भागहरूले दूरबीनयुक्त ट्युबद्वारा परीक्षण, इन्डोस्कोपी गर्ने, एक्जामिनेसन र मासुको टुक्रो लिएर जाँच्न पनि पठाउनुपर्छ। कतिपय अवस्थामा विभिन्न विशेष जाँचहरू जस्तै सिटी स्क्यान र एमआरआई पनि गर्नुपर्ने हुन्छ। कुनै कुनै बेला त शल्यक्रियापछि मात्रै क्यान्सरको निदान गर्न सकिन्छ। रगतको क्यान्सरको लागि भने रगत र रगत बन्ने ठाउँ, हड्डीको मासिक बोनम्यारोको परीक्षण गर्नुपर्छ। कहिलेकाहीँ महँगो जाँच जस्तै पिटी स्क्यान गर्नुपर्ने हुन्छ। एकै अङ्गमा भएको सबै क्यान्सरहरू एकनासको हुँदैन। उदाहरणको लागि स्तन क्यान्सर 10 भन्दा बढी किसिमको हुन्छ। यसको निदान र उपचार पद्धति फरक फरक हुन सक्छ। यो छुट्याउनको लागि विशेष जाँचहरू गर्नुपर्दछ। यी विशेष जाँचहरू नेपालमै उपलब्ध छ। क्यान्सरको उपचार, क्यान्सरको निदान भइसकेपछि कुन किसिमको उपचार गर्नुपर्ने हो भन्ने कुरा विभिन्न कुराहरूमा निर्भर गर्दछ। जस्तै कुन ठाउँको कस्तो खाले छिटो फैलिने अथवा ढिलो फैलिने कुन अवस्थाको रोग हो आदि विश्व स्वास्थ्य संघको रिपोर्ट अनुसार लगभग 1/3 क्यान्सर सुरुको अवस्थामा उपयुक्त उपचार विधिद्वारा निको पार्न सकिन्छ। उपचार विधिमा विकास भएसँगै क्यान्सर निको हुनेको संख्यामा वृद्धि भइरहेको पाइन्छ। क्यान्सरका विभिन्न उपलब्ध उपचार विधिहरू निम्न अनुसार छन्। शल्यक्रिया अर्थात् सर्जरी। क्यान्सरको उपचार विधिहरूमा सबैभन्दा पुरानो विधि शल्यक्रिया हो। विभिन्न शल्यक्रियाद्वारा क्यान्सर सुरुको अवस्थामा छ भने निको पनि पार्न सकिन्छ। सुरुको अवस्थाको क्यान्सर छ भने शल्यक्रियापछि अन्य उपचार विधिको प्रयोग गर्नु पर्दैन। कहिले त क्यान्सरको निदान गर्न कुन अवस्थाको हो भन्ने ठम्ब्याउन, पुरा रोग निकाल्न नसकिने भए बाँचुन्जेल सजिलो होस् भन्ने हेतुले तथा कहिलेकाहीँ आकस्मिक शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ। कुनै कुनै अवस्थामा भने क्यान्सर नहोस् भनेर पनि शल्यक्रिया गरिन्छ। प्राय शल्यक्रिया गर्नुभन्दा पहिले कुन अवस्थाको क्यान्सर हो, बिरामीको अवस्था कस्तो छ, शल्यक्रियाको प्रारूप कस्तो हुन्छ, शल्यक्रियापछि बिरामीको दैनिक जीवनशैली कस्तो हुन्छ भन्ने कुराहरू विचार गर्नुपर्दछ। विभिन्न अङ्गहरूको क्यान्सरको शल्यक्रिया नेपालमै हुन्छ, विदेश जानु पर्दैन। सानो सानो पाल बनाएर दूरबीनबाट पनि क्यान्सरको शल्यक्रिया गर्न सकिन्छ। त्यसैगरी किमोथेरापी, विभिन्न क्यान्सर जन्य कोषनाशक औषधिहरूको प्रयोगद्वारा गरिने क्यान्सरको उपचार विधिलाई किमोथेरापी भनिन्छ। यी औषधिहरूले क्यान्सर कोषहरूलाई मार्नुको साथै शरीरको सामान्य कोषहरूलाई पनि असर गर्दछ। अरू औषधिहरूको तुलनामा यी केमोथेरापीमा प्रयोग हुने औषधिहरू महँगो हुन्छ। केमोथेरापीमा एक अथवा बढी किसिमका औषधिहरू प्रयोग गरिन्छ। क्यान्सरका अरू उपचार विधिसँगै गरिने केमोथेरापीलाई एड्जुभेन केमोथेरापी भनिन्छ। कहिलेकाहीँ ट्युमर निकाल्न नमिल्ने गरी बढेको छ भने केमोथेरापी गरी सानो पारिन्छ र पछि शल्यक्रिया गरिन्छ। केही क्यान्सरमा बाहेक यो उपचार विधिले प्राय बिरामीको जीवन अवधिलाई बढाउनको साथै स्वास्थ्यमा सुधार ल्याउँछ। रगतको क्यान्सरमा केमोथेरापीको स्थान ज्यादै नै महत्वपूर्ण हुन्छ। केमोथेरापीमा प्रयोग गरिने औषधिहरूले पनि आफ्नो नराम्रो असरहरू हुन्छन्, जस्तै वाकक लाग्नु वा बान्ता हुनु, खान मन नलाग्नु, कपाल झर्नु, रगतको कमी हुनु अथवा शरीरको रोगसँग लड्न सक्ने क्षमतामा कमी आउनु इत्यादि। यो विधिद्वारा क्यान्सरको उपचार गर्दा विभिन्न जाँचहरू उपचार अघि र पछि पनि गर्नुपर्ने हुन्छ। यो केमोथेरापी गर्दा बिरामीलाई अन्य रोगीबाट संक्रमण हुने भएकाले क्यान्सरका बिरामीलाई बेग्लै राखेर धेरै कम सम्पर्कमा राखेर औषधि गर्नुपर्दछ। यो उपचार विधिको प्रयोग गरिसकेको बिरामीले बेला बेलामा जाँच गराइराख्नु पर्दछ। रेडियोथेरापी, लगभग 50% क्यान्सरका बिरामीहरूमा विकिरण भएको मेसिनद्वारा
सेक्ने विधिद्वारा उपचार गरिन्छ। यसलाई चाहिँ रेडियोथेरापी भनिन्छ। हाल हाम्रो देशका विभिन्न केन्द्रहरूमा उपचार विधि उपलब्ध छ। यसअघि यो रेडियोथेरापीको लागि मात्रै कैयौं बिरामीहरू विदेश खास गरी भारत जानु पर्थ्यो। यो विधिद्वारा शरीरको जुनसुकै भागको क्यान्सरको उपचार गर्न सकिन्छ। शरीरको भित्री भागहरूमा पनि यसलाई प्रयोग गरिन्छ। यस विधिको प्रयोग गर्दा सीमित ठाउँमा रहेको क्यान्सर तथा रेडियोथेरापीले निको पार्न सक्ने खालको क्यान्सर हो कि होइन भन्ने कुरामा ध्यान दिनुपर्दछ। यसमा विकिरणले क्यान्सरका कोषहरूलाई मुख्यतः नष्ट पार्ने काम गर्दछ। यस विधिको पनि आफ्नै नराम्रो प्रभावहरू छन्। उपचार गरेको ठाउँमा सामान्य कोषहरूको नाश हुनुको साथै समग्र रूपमा नै शरीरमा विकिरणको नराम्रो प्रभाव पर्न सक्छ। क्यान्सरको उपचारमा अन्य उपचार विधिसँग पनि रेडियोथेरापी दिइन्छ। उपचारपछि फेरि पलाएर आएको क्यान्सरको उपचारमा पनि यसको महत्त्वपूर्ण भूमिका रहन्छ। कहिलेकाहीँ क्यान्सरले हड्डी दुख्नेको लागि रेडियोथेरापीको प्रयोग गरिन्छ।